Welcome back to my YouTube channel. हेलो नमस्ते सबैलाई। आज भने हामी नानी बाहिर हेर्नु बाहिर छोरीले चाहिँ रमिलो हेर्दैछ बाहिरतिर। आमाले चाहिँ हेरेको छैन, आमा पनि हेर्दैछ अगाडितिर यतातिर हेरिरहेको छ आमाले चाहिँ बाटोहरू। हामी चाहिँ घुम्नलाई आज रुमदेखि बस पार्कसम्मको यात्रा पार्कसम्मको यात्रा छ। हामी चाहिँ त्यहाँबाट सानो भिडियो गरिदिन्छौँ। अहिले भने बाइक कतारमा चाहिँ एकदमै ठुलो चलिरहेको अवस्था, त्यसरी एकदमै हावा आइरहेको अवस्था देख्न सक्नुहुनेछ। पानीहरू भने एकदमै छाल हानिरहेको छ समुद्रले, किनकि यो हावा एकदमै छाल बढेर आइरहेको छ। र नानी पनि टिकटक बनाउँदै एकदमै रमाइलो छ यो ठाउँ चाहिँ। यो चाहिँ एकदमै बिहान बिहानै भएर होला, त्यति मान्छे चाहिँ छैन। र यहाँनिर चाहिँ एकदम बेलुका पखमा चाहिँ एकदमै धेरै मान्छे हुन्छ। छोरी चाहिँ एक्लै खेल्न नपाएर रिसेर हिँड्न लागिरहेको छ। छोरीले चाहिँ फोटो खिच्नलाई रहर गरी उसको साथीसँग। हामी छोरी घुम्नलाई आएको हो। छैन त भ्लगमा यता हेर। भ्लगमा पछि म चाहिँ आइन भनेर रिसिनु पाउँदैन है फेरि। म चाहिँ खोइ कहाँ थियो। अवस्था एकदमै यो हावाको बेगसँगै अनि तातो गर्मीमा एकदम शीतल महसुस गर्दै छोरी र आमा यो जुन यो चेन छ, साङ्ली छ, यो साङ्ली चाहिँ हावाले हल्लिएको हो। देख्न सक्नुहुन्छ तपाईँहरूले पनि धेरै चलिरहेको छ। सँगसँगै मान्छे पनि हल्लिँदैछ। यो पनि हावाले नै हो। एकदमै हावा धेरै नै चलिरहेको छ। अनि यो समुद्रको छाल पनि देख्न सक्नुहुन्छ तपाईँहरूले, एकदमै आइरहेको छ। अनि हावाकै कारणले गर्दा र म